तारेभिर डाँडा सोलो हाइकिङ जाँदा बिचमै सुपर पावर आएर म उडेर डाँडाको टपमै झर्दिएको। हाइकिङको सुरु चाहिँ मैले गोकर्णबाट भर्याङ चढेर गरे। अनि सबैलाई ह्यापी बर्थडे, चाँडै कुकुर तिहार पनि आउँदैछ अरे। अनि यो भाइको कुरा सुन्नुस्। ओकालोमा मलाइका वाक र तेर्सो बाटोमा उफ्री उफ्री पदुवा जम्प त हान्नु नै पर्यो। अनि कमेन्टमा आएर भन्नुस् त कोकोले डिबी भर्यो। तातेको अनमोल रतन भुइँमा भ्ल्यात्त अनि उसिनेको अन्डा टाउकोमा प्याट्टो फुटाएर खाएको। साँझको बासी रोटीमा 2 चम्चा पिनट बटर लाको अनि तातो दुधसँग खाँदा चाहिँ मिठो भएको। अनि जानी जानी गढ जिल्लाको मुखभित्र युद्ध गर्न पसेको। आतंक मचाउनु भन्दा शान्ति एकदम राम्री लाग्छ, त्यही भएर म तपस्या बस्देको। अनि धाप ड्यामको भाइ घामताप ड्याममा पनि भिडियो खिचेर अघि बढे। म हिँडुवालाई त हाइकिङै राम्रो, यस्तो ठाउँमा साइक्लिङ गर्नलाई त साइकलको महँगो पर्छ रे। सक्सक त गर्नै पर्यो नि, हामी परे बाँदरको पर्नाती। लुगामा टास्ने कुरो छल्दै हिँड्दा चाहिँ यसरी कम्बर भाँच्ने है साथी। यत्रो डाँडामा चाहिँ उडेर जान पाएको भए मजा आउने। गाउँ घरमा चाहिँ किन होला मिठो सुगन्ध पाउने। म बोकालाई यो बाख्रीले निकै च्यालेन्ज गर्यो। यत्रो हिँडेसी खाली पेटलाई त थोरै थोरै पेट पूजा गर्नै पर्यो। पाकेको चौचौ खाएर मैले पैसा तिरे गनेर। डब्लुको मुनि त पैसा छ होला है, हेर्नुपर्छ कि के हो खनेर। तारेभिरको डाँडा देखेर वाक्क भई मैले गीत गाई रमाइलो गरे। धमिलै आँखा भए पनि रोडबाट बायाँतिरको यो गेट भित्र लाग्ने। भर्याङमा चाहिँ विजय साईले पढेको जस्तो हुतुतुतुतु गरेर भाग। जंगलमा 2टा मृगले खसाखिसी गरेर सात्तै लग्दियो। सातो भनेको त्यस्तै हो, गइराख छ। यस्तो कुराहरू चाहिँ प्राय जंगलमा भइराख छ। यसरी हाइकिङ गरेर तारेभिरको टुप्पोमा पुगेपछि तबै काठमाडौँको एकछिन मजाले भ्यू हेर्ने र रेस्ट गरेर दुधमा सातु घोलेर खाने। अनि धेरै बेर नबसी फर्केर जाने। फर्किँदा जंगलमै टिकटक लाइभ बस्दा चाहिँ मैले गिफ्टमा ढुङ्गा, काठ र सिस्नु पाएँ। अनि यस्तो गिफ्ट पाएपछि धनी त हुनु नै पर्यो।